चक्र यी सातवटा ढोकालाई खोल्नको लागि भगवान कृष्णलाई भगवानका चिन्हहरूलाई तिलकहरूलाई धारण गरेपछि वसुदेवजीले भगवानलाई के गर्नुभयो, गोकुलमा लैजानुभयो। गोकुलकी कन्या लिएर आउनुभयो। कंसले कन्यालाई वध गर्न खोज्दा कन्या आकाशमा जाँदथिन् र भन्न लागि, हे कंस, तैँले मलाई मार्ने होइन, तँलाई मार्नेवाला तेरो शत्रुले अन्यत्र जन्म लिइसक्यो। यो बोध हो कंसलाई। अत्यन्त डराउन लाग्यो। आफ्नी बहिनीसँग ज्वाइँसँग गएर क्षमा याचना गर्न लाग्यो। यता समय बित्दै बित्दै जाँदछ। भोलिपल्ट भयो तो गोकुलमा नन्द बाबा र यशोदा आमाले बुढ्यौली अवस्थामा सन्तान छोरो देखेको हुनाले अत्यन्त खुसीपूर्वक प्रेमपूर्वक त्यहाँ उत्सव मनाउन लाग्नुभयो। जुन उत्सव हामीहरूले हिजो मनाएका थियौँ। नन्द स्वाद मजा उत्पन्ने जाता लाधो महामना आहूय विप्राण वेद ज्ञान स्नातः सुचिरलङ्कृतः। भव्यताको साथमा नन्द उत्सव मनाउनु भयो। यता कंसलाई अत्यन्त डर लागेको छ। सज्जन आकाशवाणी भयो। पहिला पनि आकाशवाणी, फेरि दुर्गा माता आएर आकाशवाणी, अब मलाई मार्नेवाला मेरो शत्रुले जन्मियो भनेपछि अत्यन्त डराउन लाग्यो। यसो भोजन गर्न बस्दाखेरि कहिलेकाहीँ त्यो जिरा, कालो जिरा डढेको यस्तो दालोमा पर्यो भने त्यो दालै फालिदिन्थ्यो। कहीँ यो कालो कृष्णको होइन मलाई मार्ने भन्दा त्यति डराउन लाग्यो। आफ्नो छाया देखेपछि, कालो छाया देखे पनि डराउन, हर वस्तुदेखि डराउन लाग्यो। डराउँदा डराउँदा भगवानको चिन्तन गर्न लाग्यो। अत्यन्त दुब्लो हुन लाग्यो। हजुर त्यही बिचमा बकासुरकी बहिनी पुतना निकटमा गएर भन्दछ, महाराज चिन्ता नगर्नुहोस्, आजभन्दा 1 महिना पहिला यो धाममा, यो वृन्दावन, मथुरा, गोकुल जति पनि बालक शिशुहरू जन्मिएका छन् तिनलाई मार्ने काम मेरो हो भनेर आफ्नो स्तनमा पुतनाले काला पुतनाम गरेको विषलाई लगाएर त्यहाँबाट अघिल्तिर भन्न लागि, कंसेन विहिता घोरा पूतना बालघातिनी शिशुन् चरार निक्नन्ते पुर ग्राम व्रजादिषु। एक गाउँदेखि अर्को गाउँमा वध गर्दै गर्दै हिँड्दछ। मार्दै मार्दै जाँदा त्यो गोकुलको निकटमा पुगिछ। अब फेरि कस्तै थिए पुतना भन्दा राक्षस नि हो, डर लाग्ने। बाहिरी रूप राम्रो बनाइछ। सुखदेव स्वामीले भन्नुहुन्छ, यति राम्री भएकी थिइन् हे परीक्षित महाराज, भलगोल स्मिता पाङ्ग विसर्ग वीक्षितै मनोहरन्तिम वनितां व्रजौकशं। ती गोपिनीहरू नै साक्षात् आएका हुन् कि ती गोपिना पनि गोप्य स्त्रियम द्रष्टुमिवागतं पतिं। लक्ष्मी नारायणलाई दर्शन गर्नको लागि माता लक्ष्मी नै आए जस्तो। लक्ष्मीभन्दा पनि राम्री भएर गइछ पुतना। बाहिर रूप सुप श्रृङ्गार गरेर नक्कली रूप धारण गरेर अघिल्तिर पुगी। त्यही बिचमा